वेलकम टु गाइजहरु कोही पनि तपाईहरुलाई मेरो पनि भ्लगमा स्वागत छ गाइजहरु आज चाहिँ म आफ्नै पसलतिर भ्लग बनाइरहेको छु गाइजहरु देख्नुहुन्छ मेरो पसलहरु अनि आज चाहिँ असार मसन्तको मासु कटिङ भइरहेको छ गाइजहरु हामी चाहिँ फिसिङ मासु कटिङ गरिरहेको छ त्यहाँ लिन जाँदैछ गाइजहरु आज चाहिँ मासु ल्याएर लमलम खानु पर्छ यो गाइज चाहिँ 24 घण्टा केटीलाई फोन गर्ने मान्छे यो चाहिँ यसो फोन चाहिँ स्क्यान भन्छ के भएर गाइजहरु राख्न नसकेर निस्क्यो हुन्छ बिचारा नोरा भाइ नोरा एकछिनमा मासु लिन जानु पर्छ अनि मासु लिएर पछि मासु भात खालास् न खुसी हुन्छ चाहिँ यति धेरै मस्त तरिकाले खेलिरहेको छ देख्न सक्नुहुन्छ मेरो छोरा सजुल चाहिँ अनि मेरो सानो छोरा रियान पनि यति मस्त खेलिरहेको छ यति मस्त बिन्दास पाराले सिद्धिरहेको छ देख्न सक्नुहुन्छ गाइज म चाहिँ अब मासु लिनलाई चाहिँ हिँडिसकेको छु गाइज अब चाहिँ म जाने तम्काएर अवस्थामा छु अनि भाइ चाहिँ मासु कति आउला खाउँला भनेर यहाँ पुरा मुख गरिरहेको छ गाइजहरु हामीसित पुगेको बजारहरू यस्तो छ बिहान मर्निङको यता देख्न सक्नुहुन्छ अनि म चाहिँ यतिखेर धेरै अगाडि जानु पर्छ म चाहिँ गाइजहरु फाइनली मासु काटेर ठाउँतिर पुग्न लाग्यो अब चाहिँ अब 1 मिनेटमा पुग्छु होला सायद गाइजहरु देख्न सक्नुहुन्छ म चाहिँ बाटोमा हिँड्दै चिप्लो रहेछ जमिन गरेको अगाडि म चाहिँ फाइनली मासु काटेर ठाउँतिर पुगिसकेको छु साथीहरु भर्खर मासु काटेर सुरु गरेर चाहिँ भर्खर त्यहाँ बिदा हुँदै रहेछ अनि सबैजना चाहिँ बिदा हाल्यो अनि कहिले चाहिँ कटिङ भइरहेको रहेछ अनि उता चाहिँ बिदा लाउँदै रहेछ अनि मासु लिन्छ आज यति धेरैजना मान्छेहरू आउनु भएको रहेछ अनि मान्छे यसो भिडियो बनाइदिएको अनि यहाँ चाहिँ यति धेरै अनि यहाँ चाहिँ अनि बिदाको लागि सकेको छ अनि म चाहिँ बिदा उठाएर साथीहरु बिदा उठाएँ अब हिँड्न लाग्यो गाइजहरु म चाहिँ मासु लिएर घरमा पुगिसकेको छु अनि मासुलाई एकछिनमा कटिङ गरेर टक्क पकाएर खानामा खाइरहँदैछ आशिष चाहिँ मासु काट्नलाई रेडी भइसक्यो आशिष मासु काटिरहेको छु हेलो गाइजहरु आज चाहिँ हाम्रो चाहिँ संक्रान्तिको मासु आएको छ मासु खान सकेको छ तपाईलाई भिडियो बनाएर रेडी छ र हाम्रो युट्युब च्यानललाई फेसबुक च्यानललाई सबैले लाइक गरेर सब्स्क्राइब गरिदिनु होला अनि तपाईहरु खान जान्छ मासु खान है गाइजहरु